हेलो माई डियर एससी एपियरिङ स्टुडेन्ट्स, तपाईँहरूको लागि आज मैले एकदमै इम्पोर्टेन्ट ट्रिक लिएर आएको छु। जुन ट्रिकले तपाईँलाई सजिलैसँग कुनै पनि एलिमेन्टको ग्रुप, पिरियड र भ्यालेन्सी पत्ता लगाउन मद्दत गर्छ। र यो जानिसकेपछि तपाईँले सजिलै केमिस्ट्रीमा सोधिने ग्रुप, पिरियड, भ्यालेन्सीको कुनै पनि क्वेसन सल्भ गर्न सक्नुहुन्छ। त्यसकारण आउनुहोस् आज एउटा नयाँ ट्रिकबाट ग्रुप, पिरियड, भ्यालेन्सी कुनै पनि एलिमेन्टको कसरी पत्ता लगाउने एक्जाम्पल सहित हेरौँ। सबभन्दा सुरुमा कुनै पनि एलिमेन्टको ग्रुप, पिरियड, भ्यालेन्सी पत्ता लगाउनुभन्दा अगाडि हामीले त्यो एलिमेन्टको इलेक्ट्रोनिक कन्फिगरेसन जान्नु एकदमै जरुरी छ। सो इलेक्ट्रोनिक कन्फिगरेसन जान्नको लागि चाहिँ हामीले यो सिक्वेन्स, इलेक्ट्रोनिक कन्फिगरेसन लेख्न युज हुने सिक्वेन्स, जसलाई अफ बो प्रिन्सिपल पनि भनिन्छ, जुन चाहिँ एलिमेन्ट्सहरूको इलेक्ट्रोनिक कन्फिगरेसन लेख्नको लागि युज गरिन्छ। र यो अफ बो प्रिन्सिपलमा एउटा सिक्वेन्स हुन्छ। यो सिक्वेन्स सधैँ हामीले फलो गर्नुपर्ने हुन्छ इलेक्ट्रोनिक कन्फिगरेसन लेख्नको लागि। जस्तो कि 1s 2s 2p 3s 3p 4s 3d 4p 5s 4d 5p 6s एन्ड सो अन। जेनरली एसईमा चाहिँ 1 देखि 20 सम्मको एलिमेन्टको हामीले ग्रुप, पिरियड र भ्यालेन्सी पत्ता लगाउनु पर्ने हुन्छ। त्यसकारणले यति हामीले सिक्वेन्स याद राख्यौँ भने हामीलाई इलेक्ट्रोनिक कन्फिगरेसन लेख्न पुग्छ। सो आउनुहोस् अब केही एक्जाम्पल सहित हेरौँ कुनै पनि एलिमेन्टको ग्रुप, पिरियड र भ्यालेन्सी कसरी पत्ता लगाउने, साथसाथै त्यसको ब्लक पनि हामीले कसरी पत्ता लगाउन सक्छौँ त्यो पनि हामी डिस्कस गर्नेछौँ। सो सबभन्दा सुरुमा एक्जाम्पल लिउँ एउटा एस ब्लकको एलिमेन्टको। मानौँ हामीसँग सोडियम छ। सोडियमको एटमिक नम्बर कति हो? सोडियमको सिम्बल Na, एटमिक नम्बर 11। अब यो एटमिक नम्बर 11 भइसकेपछि यसको हामीले सबभन्दा सुरुमा लेख्नुपर्ने हुन्छ इलेक्ट्रोनिक कन्फिगरेसन, इसी इलेक्ट्रोनिक कन्फिगरेसन। यो इलेक्ट्रोनिक कन्फिगरेसन लेख्दाखेरि यही सिक्वेन्समा लेख्नु पर्यो हामीले 1s। एसमा म्याक्सिमम 2टा इलेक्ट्रोन हाल्न सक्छौँ हामी। सो 1s2, त्यसपछि 2s, फेरि पनि एस आयो, यहाँ पनि 2टा इलेक्ट्रोन हाल्ने। अनि त्यसपछि 2s पछि 2p, 2pमा पी सबसेलमा हामीले म्याक्सिमम 6वटा इलेक्ट्रोन राख्न सक्छौँ। अब हामीसँग कतिवटा इलेक्ट्रोन छ जम्मा? एटमिक नम्बर 11 भएको कारणले यसमा 11वटा इलेक्ट्रोन छ भन्ने बुझ्नुपर्छ। र हामीले 10वटा इलेक्ट्रोन अलरेडी लेखिसक्यौँ, बाँकी अझै एउटा इलेक्ट्रोन छ। त्यो इलेक्ट्रोन कहाँ जान्छ? अब 3s, बाँकी एउटा इलेक्ट्रोन छ त्यो s1मा लेख्ने। सो 3s1 यो भयो सोडियमको इलेक्ट्रोनिक कन्फिगरेसन। अब इलेक्ट्रोनिक कन्फिगरेसन लेखिसकेपछि सबभन्दा सुरुमा हामीले लेख्नुपर्छ यसको ब्लक। ब्लक भनेको के हो भने यो इलेक्ट्रोनिक कन्फिगरेसनमा भएको सबभन्दा लास्टमा कुन सबसेल छ त? यहाँ एस सबसेल छ। लास्टमा जुन सबसेल छ त्यो नै यो एलिमेन्टको के हुन्छ? ब्लक हुन्छ। त्यही भएर यसको ब्लक के भयो? एस। अब ब्लक पछि हामीले हेर्नुपर्ने हुन्छ यसको ग्रुप। यो ग्रुप पत्ता लगाउँदाखेरि सबभन्दा सुरुमा हामीले हेर्ने आउटर मोस्ट सेल। अब सेल भनिसकेपछि यो नम्बर हेर्नु पर्यो है हामीले, 1 2 3। यसमा कतिवटा सेल छ? 3वटा सेल छ। र सबभन्दा बाहिरको सेल कुन हो? थर्ड सेल। थर्ड सेलको पनि कुन सबसेल? एस सबसेल चाहिँ सबभन्दा बाहिरको सबसेल हो। अब यो थर्ड सेलमा जम्मा थर्ड सेलमा कतिवटा इलेक्ट्रोन छ? एउटा मात्रै। त्यो थर्ड सेलमा भएको टोटल नम्बर अफ इलेक्ट्रोन नै यो एलिमेन्टको के हो? ग्रुप हो। त्यही भएर यसको ग्रुप कति हुन्छ त? 1 हुन्छ। ग्रुप नम्बर 1 अथवा फर्स्ट ग्रुप। फर्स्ट ग्रुपलाई हामी भन्छौँ 1A ग्रुप है त। अनि अर्को कुरा हामीले याद गर्नु पर्यो, यो ए र बी कति बेला लेख्ने हो त? यदि यो ब्लकमा एस र पी आयो भने हामीले ए लेख्नुपर्छ, तर यदि ब्लकमा डी आयो भने चाहिँ हामीले लेख्नुपर्ने हुन्छ बी। ओके, यो कुरा याद गर्नु होला। सो यो चाहिँ भयो 1A ग्रुप, किनभने यसको आउटर मोस्ट सेलमा कतिवटा इलेक्ट्रोन छ? एउटा इलेक्ट्रोन। अथवा S1 भयो भने 1A ग्रुप भन्ने हामीले बुझ्नुपर्छ। अब त्यसपछि यसको पिरियड के हो त? पिरियड भनेको चाहिँ टोटल नम्बर अफ सेल प्रेजेन्ट इन एनी एटम भनेपछि यो के अरे एटममा कतिवटा सेल छ त? 1 2 3। सेल नम्बर भनेको सबैभन्दा ठुलो मल्टिप्लिकेसनमा भएको नम्बर, means coefficient, largest coefficient in the electronic configuration. What is the largest coefficient here? 3. त्यही भएर यसको पिरियड के भयो? 3। अब भ्यालेन्सी भनेको चाहिँ जेनरली ग्रुपको नम्बरसँग बराबर हुन्छ, वा यदि 4 भन्दा बढी भयो भने त्यो ग्रुपको नम्बरलाई 8बाट सबट्र्याक्ट गर्ने। तर यहाँ हाम्रो के छ? ग्रुप नम्बर 4 भन्दा सानो छ,
मतलब वान ग्रुप हो। अब वान ग्रुप हो भने यसको भ्यालेन्सी र यसको ग्रुप नम्बर के हुन्छ सेम हुन्छ, त्यही भएर यसको भ्यालेन्सी कति भयो 1। अब अर्को एउटा एक्जाम्पल लिउँ पी ब्लकवाला। मानौँ क्लोरिन छ हामीसँग, क्लोरिनको एटोमिक नम्बर, क्लोरिनको सिम्बल हो सिएल, एटोमिक नम्बर क्लोरिनको 17, जेड इज इक्वल टु 17। अब यसको मतलब क्लोरिनमा 17 वटा इलेक्ट्रोन छ, त्यो 17 वटा इलेक्ट्रोनलाई हामीले इलेक्ट्रोनिक कन्फिगरेसनमा देखाउने इसी 1s2 2s2 2p6 10 वटा भयो, 3s2 12 वटा भयो, अनि त्यसपछि 3p5 17 वटा, 17 इलेक्ट्रोन्स आर देयर। अब अघि भने जस्तै यसको लास्टमा के छ, यहाँ ब्लक पत्ता लगाउनको लागि सबभन्दा लास्टमा कुन सबसेल छ पी सबसेल, त्यही भएर यसको ब्लक के हुन्छ पी। ब्लक पछि के हेर्नु पर्यो हामीले ग्रुप। ग्रुप भनेको के अरे अघि मैले भने जस्तै यो पी ब्लकको ग्रुप नम्बर पत्ता लगाउनको लागि चाहिँ हामीले के गर्नुपर्छ भने हेर्नु है, पिरियोडिक टेबलमा पी ब्लक भन्दा अगाडि एस ब्लकमा 2 वटा ग्रुप, डी ब्लकमा 10 वटा ग्रुप भने जम्मा 12 वटा ग्रुप छ पी ब्लक भन्दा अगाडि। त्यही भएर त्यो पी ब्लकमा चाहिँ ग्रुप नम्बर पत्ता लगाउनको लागि जति यो पीमा इलेक्ट्रोनको संख्या छ त्यसमा हामीले कति एड गर्ने 12 एड गर्ने, मतलब 12 प्लस पीमा कतिवटा इलेक्ट्रोन छ हेर्नु त, आउटरमोस्ट यो पी सबसेलमा 5 वटा छ, त्यही भएर यसको ग्रुप नम्बर कति हुन्छ त यहाँ अब 17। तर सिधै हामीले ग्रुप के हो भनेर यो आउटरमोस्ट सेलमा भएको इलेक्ट्रोनको संख्याबाट पनि हामी पत्ता लगाउन सक्छौँ। जस्तो आउटरमोस्ट सेल भनेको थर्ड सेल हो, यसमा 2 + 5 7 वटा इलेक्ट्रोन छ भनेपछि यसको ग्रुप के हुन्छ त 7 हुन्छ। वा यदि हाम्रो ग्रुप 17 आयो भने यो 7 लाई हेर्ने, यही 7 चाहिँ के हो हाम्रो ग्रुप नम्बर 7A। अघि मैले भनेको थिएँ यदि एस र पी ब्लक आउँछ भने के लेख्नुपर्छ अरे हामीले ग्रुप नम्बर पछाडि ए, तर यदि डी आउँछ भने चाहिँ यहाँ ए को साटो के लेख्नुपर्छ बी लेख्नुपर्छ। अब यसको भ्यालेन्सी हेर्नु त, यहाँ के छ ग्रुप नम्बर 4 भन्दा ठुलो छ। ग्रुप नम्बर 4 भन्दा ठुलो भयो भने के गर्नुपर्छ अरे हामीले भ्यालेन्सी पत्ता लगाउनको लागि 8 बाट त्यो ग्रुप नम्बर सबट्र्याक्ट गर्नुपर्छ। यसको मतलब 8 - 7, यसको भ्यालेन्सी कति भयो त 1। यसरी हामीले पी ब्लकको चाहिँ ग्रुप पिरियड र भ्यालेन्सी पत्ता लगाउन सक्छौँ। अब एउटा एक्जाम्पल लिउँ डी ब्लकको, एक्जाम्पल नम्बर 3 मा कपरको एक्जाम्पल लिउँ। कपर कति नम्बरमा पर्छ, कपरको सिम्बल Cu अनि एटोमिक नम्बर चाहिँ कपरको 29। यो 29 वटा इलेक्ट्रोनलाई के गर्ने हामीले यो सिक्वेन्स अनुसार इलेक्ट्रोनिक कन्फिगरेसन लेख्ने, EC 1s2 2s2 2p6 3s2 3p6 कति भइसक्यो यहाँ हेर्नु त 10 8 18 भयो। 3p पछि के आउँछ 4s। अब यहाँ कपरमा हामीले एउटा कुरा याद गर्नुपर्ने हुन्छ, यो एसमा हामीले 2 राख्नुपर्ने हो नियम अनुसार, किनभने यसमा 2 वटा इलेक्ट्रोन अट्न सक्छ। तर यहाँ चाहिँ हामी 2 नराखेर 1 मात्रै राख्छौँ, किन भन्दाखेरि मैले तपाईँलाई बताउँछु। त्यसपछि 4s1 पछि 3d10, यो चाहिँ कपरको एक्चुअल इलेक्ट्रोनिक कन्फिगरेसन हो। तर हुनुपर्ने के थियो कपरमा 4s2 3d9 हुनुपर्ने थियो, तर त्यो नभइदिएर यहाँ हामीलाई 29 वटा मात्रै हुनुपर्छ टोटल इलेक्ट्रोन, यो 29 वटा मात्रै छ हामीसँग। अनि यो 29 वटालाई चाहिँ यहाँ 4s2 3d9 हुनुपर्ने, तर भयो के 4s1 3d10। एउटा कुरा साथीहरू, जहिले पनि हाफ फिल कन्फिगरेसन र फुल फिल कन्फिगरेसन चाहिँ बढी स्टेबल हुन्छ। अब हाफ फिल र फुल फिल कन्फिगरेसन भनिसकेपछि यो एस अर्बिटलमा एउटा मात्रै, यो एस सबसेलमा एउटा मात्रै अर्बिटल हुन्छ अथवा एउटा मात्रै कोठा हुन्छ। एउटा कोठामा जम्मा 2टा इलेक्ट्रोन अट्न सक्छ है त। यो 2टै छ भने फुल फिल भयो, एउटा मात्रै छ भने हाफ फिल भयो। त्यस्तै डी सबसेलमा 5 वटा कोठा हुन्छ, 5 वटा अर्बिटल हुन्छ। यो 5 वटा कोठामा 2 वटा इलेक्ट्रोनको दरले हामीले राख्दाखेरि कतिवटा इलेक्ट्रोन हुनु पर्यो टोटल 10 वटा हुनु पर्यो। अब यो यहाँ हेर्नु त, यो फुल फिल इलेक्ट्रोनिक कन्फिगरेसन भयो। अनि यसमा एसमा एउटा मात्रै राखेपछि यो पनि हाफ फिल भयो, यो फुल भयो यो हाफ भयो। तर यदि यो इलेक्ट्रोनलाई हामीले यहाँ राख्यौँ भने के हुन्छ, न त यो फुल फिल इलेक्ट्रोनिक कन्फिगरेसन भयो न त हाफ फिल कन्फिगरेसन भयो। यहाँ के भयो, यो अलि स्टेबल भएन। त्यही भएर हामीले के गर्नुपर्छ, यसलाई फुल फिल बनाउनुपर्छ, यसलाई हाफ फिल बनाउनुपर्छ। सो
यो कारणले गर्दाखेरि चाहिँ कपरको इलेक्ट्रोनिक कन्फिगरेसन 4s1 3d10 भएको हो। अब त्यसो भए कपरको ब्लक के हुन्छ त भन्नु त? कपरको ब्लक लास्टमा के छ? यहाँ डी छ, त्यही भएर यसको ब्लक के भयो? डी। अब कपरको ग्रुप पत्ता लगाउनको लागि हामीले के गर्नुपर्छ भने हेर्नु है, यो डी मा भएको इलेक्ट्रोन र एस मा भएको इलेक्ट्रोनलाई जोड्ने जति आउँछ, यो नम्बर डी र एस मा भएको इलेक्ट्रोनको नम्बर जति आउँछ त्यति नै त्यसको के हुन्छ? ग्रुप हुन्छ। भनेपछि 10 + 1 कति भयो? 11 11th ग्रुपमा पर्यो। यसरी हामीले डी ब्लकवालाको ग्रुप पत्ता लगाउनुपर्छ। डी ब्लकको लागि के गर्नु पर्यो अरे, डी मा भएको इलेक्ट्रोन र एस मा भएको इलेक्ट्रोन एड गर्ने ग्रुप नम्बर पत्ता लगाउनको लागि। अब 11th ग्रुप भनेको यहाँ हेर्नु त, 11th को पछाडिको नम्बर के हो? 1। यसरी सम्झिनु पर्यो, यो 1 नम्बर ग्रुपमा पर्छ। तर अघि मैले भने जस्तो यदि एस र पी छ भने हामीले ए लेख्नु पर्यो, तर डी ब्लक छ भने चाहिँ के लेख्नु पर्यो? बी लेख्नु पर्यो। अनि यही अनुसार कपरको भ्यालेन्सी के हुन्छ त? अब यहाँ यो कपरको केसमा चाहिँ दुईटै भ्यालेन्सी हुन सक्छ। रियाक्सन हुने बेलामा चाहिँ अलिकति अनस्टेबल नै हुन खोज्छ कपर, त्यही भएर त्यति बेला चाहिँ कपरको इलेक्ट्रोनिक कन्फिगरेसन यो पनि हुन सक्छ वा अर्को अघि मैले भने जस्तो पनि हुन सक्छ। त्यही भएर कपरको भ्यालेन्सी चाहिँ दुईवटा हुन सक्छ। भ्यालेन्सी यसमा चाहिँ हामीले अघि त्यो 8 बाट सबट्र्याक्ट गर्ने रुल एप्लाई नगरिकन सिधै आउटरमोस्ट सेलमा कतिवटा इलेक्ट्रोन छ एउटा, वा आउटरमोस्ट सेलमा कतिवटा इलेक्ट्रोन हुन सक्छ दुईटा, अर्को वाला इलेक्ट्रोनिक कन्फिगरेसन भयो। सो कपरको भ्यालेन्सी कति कति हुन सक्छ? 1 र 2। यसरी हामीले कुनै पनि एलिमेन्टको ग्रुप, पिरियड र भ्यालेन्सी पत्ता लगाउन सक्छौँ। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने मेरो च्यानललाई सब्स्क्राइब गर्नु, लाइक गर्नु। धन्यवाद।